उदयपुरको रौतामाई 4 स्थित हाँडीखोला पुल निर्माणमा ठेकेदारको लापरवाहीका कारण ढिलाइ भएको छ। अम्बर ब्रदर कन्स्ट्रक्सन प्राली विराटनगरले निर्माण कार्य गरिरहेको पुलको सम्झौता 2080 20 गते भएको हो। 2082 माघ 20 गतेसम्म सम्पन्न गर्ने लक्ष्यसहित 1 करोड सङ्घीय सरकार र 1 करोड 35 लाख पालिकाबाट बजेट विनियोजन गरिएकोमा हालसम्म 1 करोड 1 लाख रुपियाँ निकासा भइसकेको छ। वडा अध्यक्ष रविन्द्र कुमार खत्रीका अनुसार मेसिन बारम्बार बिग्रने गरेको बताउँछन् भने स्थानीयवासीहरूको भनाइ यस्तो रहेको छ। मोटरेबल पुल चाहिँ यो 3 वर्षको लागि चाहिँ सम्झौता भएर चाहिँ विराटनगरको निर्माण कम्पनीले चाहिँ पारेर यहाँ अब सूचना बोर्ड नभएको कारणले चाहिँ ठ्याक्कै यसको लागत इस्टिमेट कहिलेसम्म सक्नुपर्ने भने चाहिँ माघ मसन्तसम्म सक्नुपर्ने यो 2 वर्ष अगाडिदेखि सुरु भएको पुल हो। अहिलेसम्म चाहिँ यसको 2 वर्षको प्रगति चाहिँ हेर्नुभयो भने यो एउटा खडिएको पिलर पनि कम्प्लिट नभएको पिलर छ र यसलाई मिति चाहिँ कहिले हो? यसको यो माघ मसन्तसम्म सक्नुपर्ने यही माघ मसन्तसम्म अहिलेसम्म यो एउटा पुल पिलर भर्खरै अहिलेसम्म पनि एउटा पिलर पनि बनिसकेको छैन। माघ मसन्तसम्म बन्छ त यो पुल बन्छ यो सकिन्छ भन्ने हामीलाई कुनै पनि विश्वास छैन। तपाईँहरू देख्न सक्नुहुन्छ यो बाटो 2 वर्षदेखि बिग्रेको छ। यो बाटो चाहिँ हाम्रो यो पोखरी जागिरभित्ता खोर्सानी बेलटारको नागरिकहरूले चाहिँ सदरमुकामसम्म यातायातमा चाहिँ ओहोरदोहोर गर्ने यो बस कुद्ने बाटो निरन्तर बस कुद्ने बाटो। अहिले यहाँ चाहिँ हामी 2 पाङ्ग्रे सवारी साधन पनि एकजनाले कुदाउन सक्ने अवस्था छैन। एउटा खाल्डो खनेर एउटा खाल्डो पनि कम्प्लिट भएको छैन। यो 2 वर्ष अगाडिदेखि सुरु भएको यो 2 वर्षसम्मको कार्यप्रगति भएको योजनामा भर्खरै 2 वर्षमा एउटा पिलर मात्रै बन्दैछ, त्यो पनि कम्प्लिट भएको छैन। पिलर बन्ने प्रक्रियामा छ। हाम्रो नेपालको कस्तो खालको विकास हो? अब यसमा चाहिँ यो प्रदेश सरकार र स्थानीय सरकारको लागत साझेदारीमा निर्माणाधीन पक्की मोटरेबल पुल हो। यो पुल चाहिँ चाँडोभन्दा चाँडो सम्पन्न गर्नको लागि चाहिँ निर्माण कम्पनी निर्माण व्यवसायीलाई स्थानीय सरकार स्थानीयहरूले चाहिँ पटक आग्रह गर्दा पनि उसले चाहिँ यो यहाँको नागरिकको कुरा नसुनेर यहाँ बाटो भत्काइदिएर यो निर्माण गर्दाखेरि यसरी बाटो बन्द गर्न पाइन्छ। यहाँ महिनौसम्म वर्षौँसम्म बाटो बन्द गरेर डाइभर्सन पनि यहाँको नागरिकलाई दुःख दिने काम भएको छ। यसको चाहिँ हामी गौर भर्सना गर्न चाहन्छौँ। यो चाहिँ पुल चाँडोभन्दा चाँडो यदि अब तत्काल आएर चाहिँ निर्माण कम्पनीले यो काम गरेर चाहिँ यो पुल सम्पन्न नगरे यहाँको स्थानीयहरूले चाहिँ अब यहाँ भएको मेटेरियलहरू उठाएर चाहिँ लाने अवस्था पनि सिर्जना हुने अवस्था आइसकेको छ। किनभने यहाँको नागरिकहरूले यो बाटोको कारणले चाहिँ रात दिन दुःख बिहोर्नु परेको छ। अब यो सम्झौता अनुसार अब कति महिना बाँकी छ यो बनिसक्नुपर्ने? सम्झौता अनुसार अहिले अब तपाईँको असार भइहाल्यो, माघसम्म सकिनुपर्ने 6-7 महिना बाँकी छ। यो 6-7 महिनामा यहाँको अहिलेसम्मको प्रगति विवरण अहिलेसम्म भएको कामहरू बर्खा लाग्यो नि त अब बर्खा लाग्यो। अब 3 महिना कामै हुन सक्ने छैन अब, किनभने साउन भदौ असोजसम्म त यो खोला बाढी नै जान्छ। बाढी गइसकेपछि यो खाल्डाहरू पुरिन्छन्, यहाँका भएका संरचनाहरू पनि लाने अवस्था छ र यो चाहिँ निर्माण कम्पनीले बेवारिसे अवस्थामा छोडेको जस्तो चाहिँ देखिन्छ अहिले। र यो शास्ति नागरिकहरूलाई शास्ति यस्तो छ कि यो 2 वर्ष बितिसकेको छ यो मोटरेबल पक्की पुल बनाउनको लागि। 2 वर्ष निर्माण सुरु भएको 2 वर्ष बितिसक्यो, तर अवस्था यस्तो छ 2 वर्षमा बल्ल बनेको छ यो एउटा पिलर। तपाईँहरू देख्न सक्नुहुन्छ यो पिलर बनाएको छ भर्खर। अनि त्यसपछि यो लगभग आज हामी दिनभरि नै यो ठाउँमा रह्यौँ, तर यो केही पनि काम भएन, कुनै पनि काम भएको देखिँदैन। निर्माणको सामग्रीहरू यताउता असरल अवस्थामा देखिन्छ। यद्यपि यात्रुहरूलाई यस्तो अवस्था छ यहाँ चाहिँ हिँड्ने मान्छेहरूलाई एकदमै गाह्रो भइरहेको छ। अब यस्तो अवस्थाहरू छ, डाइभर्सन पनि छैन। अनि अर्को कुरा यो सूचना पार्टीहरू भएको र अवस्था चाहिँ अहिले यस्तो होइन। अब यो यस्तो हुँदाखेरि नागरिकहरूलाई चाहिँ कस्तो समस्या आइरहेको छ? हजारौँजना जनताको बढ बिताउने परिरहेको छ। यो 2 वर्षभन्दा लगभग 3 वर्षको अवधि पुऱ्याउन आएको। यहाँ चाहिँ ठेकेदार र हाम्रो गाउँपालिकाका मेयर पालिका अध्यक्षज्यूहरूले पनि अलिकति चासो बेसी देखाइदिनु भनेपछि जनप्रतिनिधिहरूले चासो प्रतिनिधिहरूले नदेखाइदिएको कारणले चाहिँ यहाँ 10 दिन काम गरिदिने, 2 महिना बसिदिने, अनि घचघचाउँदा गरेपछि त्यस पछाडि यहाँ गाडी नै पल्टिन खोज्यो। यहाँ पेसेन्जरको चाहिँ अवरोधहरू पनि धेरै अवरोध भयो र धेरै आउट जाउट पनि अहिले बन्द भएर एउटा बिमारी पऱ्यो भने यतै मर्नुपर्ने अवस्था छ। बोकेर किनेर हिँड्नुपर्ने अवस्था छ। बाटो खुलाइदिनु भन्दा पनि उहाँहरूले अवस्था गरिदिनुहुन्न र यो 2टा मात्रै पिलर हालेर बनाइदिए मात्रै बाटो यहाँबाट ढुङ्गासुङ्गा लाएर गाडी चढ्छ कि भन्ने जनताको माग चाहिँ धेरै भएको छ।
सुनवाई भइराखेको छैन सर। यहाँ देखिरहेका छौँ यो पारीको एउटा पिलर छ। यो पिलर चाहिँ निर्माण सुरु भएको 2 वर्ष भयो। यो पुल मोटरेबल पुल बन्दैछ र मोटरेबल पुल सुरु भएको 2 वर्षमा भर्खरै एउटा पिलर बनेको छ। यहाँ देख्न सक्नुहुन्छ। यसमा तपाईँ स्थानीय वासी पनि हुनुहुन्छ, यसमा तपाईँको प्रतिक्रिया के छ? लगभग 2 वर्ष भयो, एउटा पिलर पनि पुरा गरेको छैन होइन। अब यो खास निर्माण कम्पनीसँग यो प्राविधिक ज्ञान नभएर हो कि जस्तो लागिरहेछ मलाई चाहिँ होइन। प्राविधिक ज्ञान नभएर अथवा यसमा दक्ष जनशक्ति नभएर यसमा उपकरणहरू पनि छैन जस्तो लाग्यो। कम्पनी मलाई कम्पनीको नाम चाहिँ थाहा छैन। अब यसले 2 वर्षदेखि हामी यहाँ पोखरी 4 नम्बर वासीलाई यातायात यो पैदल यात्रीलाई समेत दुःख दिएको अवस्था छ होइन। यो 2 वर्षदेखि यसले बनाउन नसकेर हामी एकदम दुखित छौँ। यातायातको सेवा ठप्प छ। अब बाइक पनि हिँडाउन नसकिने अवस्था छ होइन। चाँडो बनाउने त आश हामी मलाई लाग्छ कम सम्भावना चाहिँ यसले बनाउँदैन। यो चाँडो बाटो चाहिँ खोलाउन पाए हुन्थ्यो भन्ने छ। तपाईँहरू स्थानीय भएको हिसाबले सम्बन्धित निकायलाई के चाहिँ हामीले वडा पालिका सबैलाई भनिराखेका छौँ। हामीले भन्ने उहाँहरूलाई नै हो। अब हामी निर्माण कम्पनीसँग चाहिँ कुरा भएको छैन। वडा पालिकाले चाहिँ राम्रै पहल गरिरहनु भएको छ। यो कम्पनी यो निर्माण कम्पनी नै यो काम नगर्ने खालको रहेछ। अब यसले सोचे म्याद अवधि चाहिँ पुससम्म हुन्छ अरे, त्यतिखेरसम्म पर्खर हेरेको अवस्थामा छौँ। अब केही भन्न सकेको छैन भनेर हिजो पनि गाउँपालिका अध्यक्षले भन्नुभएको थियो। यस्तो छ हामीसँग छैन। भनेपछि 2 वर्षमा एउटा मात्रै पिलर बनाउने पुल यो ठेकदारले बनाउँछ भन्ने चाहिँ आश छैन। आश छैन। अब यो 6 महिनामा ढुङ्गामा बनाएर अर्को कम्पनीले गइसक्यो। अब यो चाहिँ गाउँपालिका अध्यक्षको भनाइअनुसार चाहिँ पुससम्म पर्खिने, त्यसपछि हाम्रो पनि चाहना अर्को कम्पनीलाई दिएर चाँडो बनाइदियोस् भन्ने हो।